हेलो एभ्रिवान, यो चाहिँ मेरो एन्क्लेक्स जर्नीको पार्ट 3 भिडियो है त। यो पिक्चरहरू छ नि, यो चाहिँ एन्क्लेक्स इक्जाम दिन जानुभन्दा अगाडि मर्निङका पिक्चरहरू हुन्। हामीले चाहिँ फ्रेस फ्रुट्सहरू खाएर गएको थियौँ। यो पछाडि देखेको बिल्डिङ छ नि, यसमै हो हाम्रो इक्जाम भएको। जस हामी त्यस्तो स्ट्रेस चाहिँ थिएन के, 3 जना भएर पनि होला, हामी एकदम इन्जोय गर्दै गएको थियौँ। अनि हामीलाई चाहिँ इक्जाम दिइसकेपछि कहाँ जाने भनेर हाम्रो लिस्ट थियो क्या। अनि त्यही भएर हामी इक्जाम दिने बेलासम्म इक्जाममै उभ्यौँ। त्यसपछि निस्किने बित्तिकै अब यहाँ जान छ त्यहाँ जान छ भनेर हामीलाई टाइम चाहिँ एकदम कम थियो। हामीले चाहिँ मेन भनेको लोटस टेम्पल अनि इन्डिया गेट, त्यसपछि सरोजिनी मार्केट चाहिँ पुग्नै थियो। त्यसपछि हामीले यो बिचमा टाइम पाएर चाहिँ अक्षयधाम पनि गएको थियौँ होइन। अनि जस एकदम इन्ट्रेस्टिङ भइरहेको थियो। ठ्याक्क हामी जाँदा जाँदै फर्स्टमा चाहिँ लोटस टेम्पल पुग्यौँ। लोटस टेम्पल भनेको चाहिँ यस्तो रमाइलो ठाउँ रहेछ होइन। अब दिल्ली भनेको कस्तो बिजी ऊ हो नि त, सिटी हो नि त होइन। मान्छेहरू कति क्राउड हुन्छ त्यहाँ बाहिरपट्टि। तर त्यस्तो ठाउँमा पनि यत्रो एरिया छुट्याएर इन्डियाले चाहिँ राम्रै काम गराएको रहेछ। टिकट फ्री अनि यत्रो उसमा ग्रिनरी एरियामा मस्तसँग दिउँसो गएर हुन्छ नि, आफू एकदमै मेन्टल पिसको लागि पनि एकदम राम्रो लाग्यो क्या मलाई। त्यो पनि अब फ्री इन्ट्री भन्दाखेरि त जो कोही पनि जान पाउने भयो नि त। एकदम राम्रो गरेको रहेछ। अनि त्यहाँ हामी मस्तसँग घुम्यौँ। मलाई त झन् अब यस्तो ठाउँ पाएपछि के चाहियो र। अर्को भनेको हाट, के अरे दिल्ली हाट भन्ने रहेछ। त्यहाँ गयौँ। लास्ट एक्सपेन्सिभ है, 10,000। त्यसपछि हामी फर्क्यौँ। अनि पूजाको चाहिँ लिस्टै थियो कि स्ट्रिट फुडको। ल हेर्नुहोस् है के भइरहेको छ। रोटी अनि आलु पराठा, छोला भटुरे, छोले अनि कुल्चे है। सिटी जस्तो भएन तर पनि हामीले जुस खायौँ। अब हाम्रो टार्गेट भनेको चाहिँ सरोजिनी मार्केट थियो। अनि हामी सरोजिनी मार्केट जानुभन्दा अगाडि चाहिँ यो एकदमै धेरै रेलहरू चेन्ज गर्नु पर्दो रहेछ क्या, 2-3टा स्टेसन। अनि यो कलर कोड हुँदो रहेछ प्रत्येक रेलमा। यो चाहिँ पर्पल कलरको, यो पर्पल कलरको रेल पनि हामी चढेको थियौँ। एकपछि अर्को लगभग हामीले 3टा जस्तो रेल चेन्ज गराएको थियौँ होला। फोटो खिच्दै भिडियो गर्दै अनि बेला बेलामा दौड्या छ है। हेर्नु न हामी यहाँ रेल आइरहेछ। ऊ अब एकछिन ढिलो भयो हुने, त्यसपछि कुलेलाम ठोक्यौँ, सबजना दौड्यौँ त्यो रेल पक्रिनलाई। अनि भित्र गयौँ, सिट भएन। अनि मलाई फेरि फोटो भिडियो बनाउनु थियो। म चाहिँ उठेरै फोटो भिडियो बनाइरहेको थिएँ। अनि पिङ्क कलर पनि चढ्नुपर्छ रेल भनेर मैले पहिल्यै त्यहाँ एकजना मान्छेले भन्नुभएको थियो कि हामीलाई, यो तल हेर्नु न, यो पैतला पैतला छ नि, यो चाहिँ कस्तो ट्रिक लगाएको के। त्यही पछ्याउँदै गयो भने चाहिँ त्यो पिङ्क कलरको वाला रेल भेटिँदो रहेछ। अनि हामी चाहिँ त्यहाँ गयौँ। ठ्याक्क रेल पनि आएको थियो। त्यसपछि अनि मलाई चाहिँ यो एन्क्लेक्स जर्नीमा यो पिङ्क कलरको रेलले चाहिँ एकदमै मन छोएको थियो कि। एकदम राम्रो लागेको क्या मलाई पिङ्क कलर, त्यसमा पनि यो रेल। अब कसैलाई मनपर्छ पर्दैन थाहा छैन, मलाई चाहिँ एकदमै मन पराएको थियो। म एकदम मिस गर्छु होइन। हेर्दाखेरि पनि एकदम राम्रो देखाएको थियो। अनि अब चढ्दाखेरि त झन् रमाइलै भएको थियो भनौँ न। त्यो रेल चढ्ने नै एउटा ड्रिम थियो त्यहाँ गएर। टिकट चाहिँदो रहेछ। उयो लक चाहिँ ड्याक्क खोल्दो रहेछ, बन्द हुँदो रहेछ क्या। अनि टिकट देखायो भने चाहिँ खुल्दो रहेछ। अनि हामी अब सरोजिनी मार्केटको लागि कोही बेला थाहा थिएन के हो सरोजिनी मार्केट भनेको। यो सब यो डाइरेक्टर भनेको पूजा हो है, यहाँ जानुपर्छ त्यहाँ त जानुपर्छ भनेको। ऊ त अब सामान किन्न थालिसकि, बिहे पनि नजिक नजिक आउँदै थियो। यति इन्ट्रेस्टेड भएर सामान किनिरहेको थिएँ। अब मलाई फेरि यस्ता पिक्चरहरू देखेपछि के चाहियो र। मान्छे पनि अलिकति आध्यात्मिक म त है। अनि त्यसपछि विभिन्न किसिमका भगवान्मा सजिएका के। अनि यसरी यो रथ हो कि के हो, यसमा चढेर चाहिँ मान्छेहरू आइरहेको थिए। अनि म चाहिँ त्यो हेरिरहेको थिएँ। अनि त्यसपछि यो फोटो भनेको चाहिँ हाम्रो अलिकति पहिलाको थियो क्या। पहिला हामी उसमा पनि गएको थियौँ कि, अक्षयधाम गएको थियौँ। अनि उता के अरे इन्डिया गेट गएको थियौँ। यो सबै हामीले पिक्चरहरू चाहिँ त्यहीँ लिएको हो। यो पछाडि देख्न सक्नुहुन्छ, यो पछाडिपट्टिको चाहिँ यो इन्डिया गेट हो। यो पनि राम्रो छ, जस नजिकै एरियामा यो सबै कुराहरू चाहिँ घुम्न सकिन्छ छोटो समयमा। अनि यति धेरै सपिङ भएको थियो। अनि हाम्रो उहाँ चाहिँ एकदम ग्याजेट लभर, के अरे यो एप्पलको सिरिज 9 के भनेर उहाँलाई त भिडाइहाल्यो। अनि त्यहाँ चाहिँ अलिकति ख्याल गर्नुहोस् है, यस्तो डुप्लिकेट सामानहरू दौडी दौडी गरेर तानेर बेच्छन् के। अलिकति सोझो मान्छेलाई त फसाइहाल्छन्। उहाँले चाहिँ किन्नुभयो। त्यसपछि आएर घरमा त्यो सामान हेर्दै हुनुहुन्थ्यो। त्यसपछि 9 बजीतिर यसो चेक गरेको त मेलमा, ल पास भनेर कोलोराडोले यसरी पनि पठाउनु भएको रहेछ। त्यसपछि के चाहियो र। अनि मिसन सक्सेस। हतार हतार यो पठाएँ कि दादालाई। अनि दादाले त ओहो ल बधाई छ, तर यो कस्तो सर्टिफिकेट हेर्दाखेरि त गाउँघरतिर हाजिर जवाब जितेर पाउने जस्तो सर्टिफिकेट अरे। त्यही भन्दै जिस्काउँदै हुनुहुन्थ्यो। थ्याङ्क्स फर वाचिङ। सी यु इन माई नेक्स्ट भिडियो। केही क्वेरिजहरू छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। आई विल हेल्प यु।